हेलो साथीहरु, आज चाहिँ हामी मासुको अचार बनाउन गइराखेको छौं। यो चाहिँ कुखुराको मासु 3 केजी यसरी टुक्रा बनाउनु हुँदैछ आमाले। यो चाहिँ हड्डी र मासु छुट्टाको। अनि यहाँ चाहिँ मैले अदुवा लसुन तयारी गर्दै छौं। यो चाहिँ अदुवा लसुन यसरी केलाइसके। अब म यसलाई धुएर अनि यसलाई टुक्रा बनाउँछु। यति अदुवा लसुन मैले केलाएको छु। अदुवा चाहिँ 1 पाउ अनि 1 पाउ चाहिँ लसुन। यो अदुवा लसुनलाई यसरी धुइसके। अब यसलाई चाहिँ म टुक्रा बनाउँछु। मैले लसुन टुक्रा बनाएको छु। अब त्यसरी नै म अदुवा पनि फेरि टुक्रा बनाउँदै छु। ल अदुवा पनि यसरी काटिसके यस्तो टुक्रामा। लागि चाहिने मसलाहरुमा चाहिँ मैले यो लसुन भइहाल्यो, अनि यो चाहिँ अदुवा, अनि यो तोरीको तेल, अनि यो सुकेको खोर्सानी आफैले पिसिएको, नुन, बेसार, धनिया, जीरा, अनि त्यसैगरी यो मेथी, यो सौंफ, यो तोरीको दाना, अनि यो कलरको लागि धुले खोर्सानी यति हाल्छौं। अनि त्यसपछि यो लास्टमा चाहिँ पकाइसकेपछि अन्तिममा चाहिँ हामी यसलाई यो कागजी पनि निचोर्ने हाल्ने छौं। निचोरेर हाल्नु पर्ने हुन्छ। अनि त्यसपछि यो हाम्रो चिकनको अचार चाहिँ साथीहरु 3 केजी चिकन अचारको अनि बोनलेस बनाएको। यो हड्डी छुट्याएपछि चाहिँ यति भइरहेछ। अब यतिको चाहिँ म अब कसरी बनाउँछु हेर्दै गर्नु होला है त। यो दाना मसलाहरुलाई चाहिँ म हल्का फ्राई गरेर चाहिँ अनि म मिक्सरमा पिस्ने छु अनि तयार गर्ने छु। यो मसलालाई चाहिँ म अब बिस्तारै भुट्ने छु अलिअलि। त्यसपछि म मिक्सरमा पिसेर पेस्ट बनाउँछु धुलो। सम्पूर्ण सामग्रीहरुलाई चाहिँ त्यसरी यो रातो रातो भइसकेपछि चाहिँ हो अब चाहिँ यो यतिको भयो मसला। अब यसलाई चाहिँ सेलाइसक्यो। अब चाहिँ हामी यसलाई मिक्सरमा पिस्ने छौं। सेलाइसक्यो। अब चाहिँ म यसलाई पिस्न गइरहेको छु। मसला पनि यसरी पिसेर रेडी भइसक्यो। यहाँ हिट अन गरेर चाहिँ ग्यास अन गरेर म अब यहाँ कराई तताइसकेपछि म यो तेललाई हाल्दै छु। यो चाहिँ तोरीको तेल रहेको छ। अब यो तेल तातिसकेपछि चाहिँ म सुरुमै यो अदुवालाई हल्का फ्राई गरेर निकाल्छु। सुरुमा चाहिँ अदुवा हाल्नु पर्ने हुन्छ। अदुवा चाहिँ अलिकति ढिलो हुन्छ नि त, फ्राई हुन्छ। त्यही भएर चाहिँ सुरुमा हामीले अदुवालाई फ्राई गर्छौं। अनि यो अलिक ब्राउन भएपछि चाहिँ फेरि यसमै लसुनलाई फ्राई गरेर निकाल्ने। अनि त्यसपछि मासुलाई फ्राई गर्ने। अब चाहिँ यतिको रातो भइसकेपछि चाहिँ अब यसमा लसुन पनि फेरि यही गरेर फ्राई गर्ने हो। लसुन चाहिँ छिट्टै पाक्छ नि त, अनि त्यही भएर यो चाहिँ अलिक पछि हालेको। अब यसलाई पनि मजाले फ्राई हुन दिने केही समयको लागि। किनभने अचारमा मासुको अचार चाहे जुनसुकै अचारमा पनि पानी भयो भने चाहिँ चाँडै बिग्रिनु हुन्छ। त्यही भएर चाहिँ हामीले यो लसुन र अदुवामा भएको पानीलाई चाहिँ यसरी फ्राई गरेर चाहिँ तेलमा फ्राई गरेर चाहिँ यसको पानीहरु चाहिँ उडाउँछौं। फ्राई गरेपछि अनि अलिक यसको पानी कम हुन्छ नि त, अनि रातो रातो भएपछि अनि त्यसपछि हामी यो अचारमा मिसाउँछौं। ल अब चाहिँ हाम्रो यो अदुवा र लसुन यतिको रातो भइसक्यो। अब यसलाई चाहिँ हामी निकालेर राख्छौं। अनि यसै तेलमा चाहिँ म फेरि चिकनलाई फ्राई गर्नेछु। सके यतिको भएको छ। यसलाई हामी यो तेलमा फेरि चिकनलाई फ्राई गर्नेछौं।
अहिले मैले नुन मात्रै सुरुमा हालेको छु अनि नुन हालेपछि चाहिँ यो मासुको भित्र समय पुग्छ। अनि यसरी बिस्तारै धैर्य गरेर यसलाई चाहिँ रातो बनाउने गरी हामी पकाउनेछौँ। अहिले चाहिँ मासु यतिको खरिसकेको छ, यतिको रातो भइसकेको छ। अब चाहिँ अरू मसलाहरू हाल्नु पर्छ। अब अदुवा लसुन हाल्ने, अघि हामीले फ्राई गरेर राखेको, अनि एकैछिन चलाउने, यसलाई चलाउनु। अब बिस्तारै हामी अरू बाँकी रहेको मसलाहरू हाल्दै जानेछौँ। बेसार हालिसक्यौँ, बेसार। त्यसै गरी हामीले चाहिँ यो मैले आफैले कुटेको सुकेको खोर्सानीको धुलो, अब अचार त पिरै हुनुपर्छ नि त, त्यही भएर यो चाहिँ हालिदिउँ। त्यसै गरी हामीले अर्को यो धुलो खोर्सानी, यो चाहिँ कलर राम्रो होस् भनेर चाहिँ यो हाल्दैछौँ। यो पनि अनि यसरी चलाउने, बिस्तारै सबैतिर चलाउँदै हामी बनाउँछौँ। हेर्नुहोस् त कलर चेन्ज हुँदै गयो नि अचारको। त्यसरी नै सबै मसलाहरू हालिसकेपछि अब हामी यो पिसेर राखेको मसला पनि हाल्दैछौँ। अब यतिको भइसक्यो, मसलाहरू सबै मिक्स भइसक्यो। यो चाहिँ अब रेडी हुन लाग्यो। अनि यसमा चाहिँ मैले नि यो फाइनल लुक चाहिँ यस्तो रहेको छ अहिले यो। अब यसलाई सेलाएर चाहिँ हामी यसमा कागती एड गर्नेछौँ। यस्तो भएको छ है त अचार। कस्तो लाइट नमिलेको के भयो। अब अन्त्यमा कागती निचोरेर यसरी हाल्ने हो। यो चाहिँ सेलाएपछि हालेको कागती। ल मैले आमालाई चाख्नु दिन्छु। ल खाएर भन्नु त कस्तो रहेछ। साँच्चीकै नुनहरू लागेको छ? लागिरहेछ। सब ठिक छ? ठिक छ। ठिक छ। साँच्ची भन्नु है। साँच्चै हो, नाटेको होइन। साँच्चीकै मिठो छ। मिठो छ। नुन पिरो अमिलो सबै कुरो ठिक छ। ल है साथीहरू, मैले चाहिँ बोतलमा प्याक गरिसकेँ। यो यत्रो बट्टामा एक बट्टा भयो। यहाँ खानालाई थोरै राखेको छ, चाख्नलाई एक बट्टा भयो। 3 केजी मासुको हड्डी छान्दा ओर्दा 1 बट्टा आयो अचार। यति भन्दै आजको भिडियो यही अन्त्य गर्दछु भन्दै अर्को भिडियोमा फेरि पनि हाम्रो भेट हुनेछ। आजलाई यति नै। हवस् त, बाई बाई। किप वाचिङ, किप सपोर्टिङ। मन पर्न भने लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई।